मेरोबाट ह्याप्पी न्यू इयर। अब हामीहरूले सो त गऱ्यो, कन्सर्ट गऱ्यो, तर त्यहाँनिर आउनु नभ्याउनु भएकोहरूलाई यही लाइफदेखिबाट प्राउड यर सेल्फ होइन, त्यस्तो लाग्यो। अनि अहिले अब हामी अहिले चाहिँ चितवनमा छ। चितवनको कन्सर्ट बवाल भयो, एकैचोटि धेरै कुरा भयो, एकैचोटि के गऱ्यो, तर मजा लाग्यो, सकेकै थाहा भएन, त्यस्तो साह्रो त्यस्तो खालको इन्जोय भयो, एकदम मजा, एकदम दामी भयो। चितवनलाई एकदमै थ्याङ्क यू सो मच। अनि हाम्रो चितवनको होल अर्गनाइजिङ म्यानेजमेन्ट टिमहरू सबैजनालाई मेरोबाट एकदमै थ्याङ्क यू, एकदमै बिग 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 रेस्पेक्ट, बिग लभ। अनि एकदमै थ्याङ्कफुल छु म हाम्रो अर्गनाइजिङ टिमदेखि लिएर सबैजनालाई, जुन हिजो हाम्रो सक्सेसफुल भयो त्यसको लागि न्यु इयरको। अनि प्लस कन्सर्टमा आउन नभ्याउनु आएको, आउनलाई टाइम भ्याउनु जो भ्याउनु भएन उहाँहरूलाई चाहिँ यहीँदेखिबाट ह्याप्पी न्यु इयर र अनि धेरै धेरै अनि धेरै धेरै ब्लेसिङ मेरोबाट, एकदमै माया सबैजनालाई। अब यो साल तपाईँहरूको चाहिँ राम्रो होस्। जाउँ सर्च कमेन्ट रहेछ, यहाँ एड गर्ने यही हो, रिक्वेस्ट टु जोइन एक्सेप्ट। आमामा टन्नै रहेछ हौ, तर कसरी गर्ने नजानेपछि। यता रहेछ नि त, म तेन यस्तो पहिला खोइ त फोन गरेरै भन्नुको लाग्छ। यतैबाट हान्नु, अघि बात गरेको झन् सँगै यसो बात गरौँ दाजुभाइ, ह्याप्पी न्यु इयरको यसो गफ गफ भनेको। La Roca invited, yes. नेपाली केटिएममा छैन त हजुरको कन्सर्ट रे, काठमाडौँमा छ। हाम्रो कन्सर्ट छ काठमाडौँमा फेब्रुअरी नेक्स्ट मन्थ। त्यसको अपडेटहरू आउँछ, म सेयर गर्छु नि सबैजनालाई। म बात गर्छु त्यति गएर त्यो रोइलालाई कल गरेर लाइभमा आउनु भन्दैन, ए उता भन्नु पर्ने बात गरौँ भनेको। ठिक छ, दाइले त भात सात खाइदिइरहेछ कि बिजी भइदिएर भर्खरै गेम सकेछ युट्युबमा। ए साथै हजुर ए हो होइन, मैले चाहिँ उयो के अरे अघि भन्दै थियो नि त रोका दाइलाई, यसो के अरे लाइभ गरौँ दाजुभाइ बात गरौँ भनेर नि, त्यही भएर खाँदैछ क्या हो, बिजी भइरहेछ। इन्भाइट गरेँ एकचोटि गर्दा यस यस ह्याप्पी न्यु इयर त ह्याप्पी न्यु इयर दामी देखेँ सर हो, दामी देखिरहेछ। म थिएन यस्तो पहिला के अरे दाइ त्यस्तै भयो, अब यस्तो रसरस भयो, तर मिस गरिरहेको थियो यार त यार। ह्याप्पी न्यु इयर दाइ। ल है भन्नु नि, माथि आउन यार सिधै। को हो फेरि? अबे 998 में कति हो, 111
के हो त्यो दाइ एड्रेस पुरै नदिने दुश्मनहरू घुमिरहेको हुन्छ वरिपरि त्यही भएर चाहिँ 1-1-11 फेरि त्यो भनेको फेरि त्यो जिरो माथि जिरो आउला पनि त्यसलाई गाह्रो हुन्छ हौ माथिबाट खस्छ त्यो फेरि हो। के हो यहाँ किन यिनीहरू रु छ बे इमोसनमा यार पुरै रोको एक्टिङ गर्छ तिनीहरू नयाँ वर्षमा ऊ हेर नि त कमेन्टमा अब त ठिकै हो होइन घाम लगाइरहेको रो यार कमेन्ट हो त हौ अँ मलाई भनेको कमेन्ट भनेको दाइ यहाँ इमोसनमा यहाँ इमोसनमा क्या इमोसनमा हेर न इमोजी यिनीहरूले इमोजी पाएको ए के गर्छ इमोजी इमोजी हो नि त इमोजी कहाँ हो दाइ यार हामी त यता पिजीकोमा हो नि ल अघि कडा कडा अघि त्यो हामीहरू त्यहाँ बसिरहेको थियो खासै म आज त्यो राम्रोसँग सुतेको छैन तर अब खुसी लागेर हाइट दाईहरूकोमा गइरहनु भएको छ त केटाहरू अहिले जियोस् जियोस् हल्का कामले बाहिर छ